हाम्रो बजेहरू बाजे आउनु बिर्सिएको छ हाम्रो क्युटी बाबा बजाए अनि हाम्रो बाजे हुनुहुन्छ अनि हाम्रो बाबा हुनुहुन्छ अनि माइला बाबा अनि हाम्रो बाजे ल से हेलो हेलो मेरो भ्लगमा स्वागत छ हजुरलाई हाम्रो राजु बाजे होइन अनि सन्चै हुनुहुन्छ होला होइन अनि आज चाहिँ हामी पछि बिहामा आएको हाम्रो बच्चा पनि हो हजुर अनि भान्जा पनि हो हजुर अनि उहाँको अनि इज्जत भन्छको विवाहमा बिहामा हामी एकदम खुसी छौँ हामी एकदम भेनाजु दाजु दिदीलाई पनि भेट्न पाउँदाखेरि एकदम खुसी छौँ अनि भान्जाहरूलाई सबैजनाले भेट्न पाउँदाखेरि अझै माइला भन्दै भेट्न बाँकी छ ए हजुर हजुर अहिले हाम्रो माइला बानी आउँदै हुनुहुन्छ माइला बाई चाहिँ हजुरलाई माइला बाले पनि देखाइदिउँ ल अनि आज चाहिँ बिहाको चाहिँ यस्तो भइरहेको छ प्रोग्राम रेखिरेसन चलिरहेको छ तर मलाई आज लाज लगाइरहेको छ त्यही पनि एकछिन मैले कन्टिन्यू हो नि त लाज लगाइरहेको छ भन्नै पऱ्यो लाज लगाइरहेको छ अब कति कस्तो हुन्छ अब तपाईँले हेरिराख्नुहोस् लास्टसम्म हेर्न चाहिँ नबिर्सिनु होला अनि यतातिर चाहिँ हाम्रो बाजे हुनुहुन्छ बाजे डन बाजे हुन्छ हाम्रो डन बाजे होइन त तर बाजेले बोलाउनु नि अहिले एकछिन पछि बोलाउँला होइन अहिले चाहिँ दिदी हुनुहुन्छ एकछिन काम गर्दै हुनुहुन्छ अनि भित्र अहिले चर्चभित्र पनि जानुपर्छ हामी अनि अहिले चाहिँ हामी आएको चाहिँ कुन ठाउँ अरे बाबा डुँडेगाउँला अहिले हामी चाहिँ डुँडेगाउँला कुन ठाउँ कुन चर्च डुँडेगौडा चर्च चाहिँ हो तपाईँहरूले चिन्नुभएको छ भने त्यहाँ कमेन्ट लेखिदिनु होला अहिले हामी भित्र त्यहाँ प्रोग्राम हुन्छ अब प्रोग्राममा चाहिँ तपाईँहरूलाई देखाउनेछ बाजेले चाहिँ जामा लगाइदिँदै हुनुहुन्छ होइन जामा लगाइदिँदा तपाईँलाई कस्तो लागिरहेछ बाजे जामा लगाइदिँदा तपाईँलाई कस्तो लागिरहेछ ए हो ल ल मैले पनि लगाइदिनु पर्छ कि अब जस्तो लाग्यो लगाउनुहोस् लगाउनु आफ्नो लगाउनु आफ्नो छोरीलाई लगाइदिनुहोस् ल जामा ल छिटो मेरो त अब बिहे भएन मेरो बिहा भइसक्यो म लगाइदिन्छु फेरि त्यस्तो पनि छ केटा साथीहरू बाबालाई कतिको एक्सपिरियन्स रहेछ ल जामा लगाइदिने लेट्स सी होइन ठिक छ त होला नि ए होइन हो ठिक छ दामी हो यो रेड कलरको चाहिँ अगाडि हो क्या ल यतातिर फेरि दुईवटा त्यो उल्टो भयो ठ्याक्कै उल्टो भयो उल्टो भयो कि अब हेर्नु न यहाँनिर बस्ने होइन भनेको अनि बस्ने मैले बिहा गरेँ होइन केटा साथीहरू होइन मैले म जानिसकेको छु कि जामा लाउनु मैले जामा लाउनु सिकिसकेँ मैले होइन यता हो केटाहरूलाई भनेको म कहाँ बाजेहरूलाई केटाहरू भन्नु अनि साथीहरू डनमाइन है मेरो वर्डहरू त्यस्तै छ अलिकति ठुल्ठुलो मान्छेहरूसँग खासै अन्त मुनि ए मुनि ल इलाको मुनि बाजे ल अलि ल उठ्नु ल सरी बाजे ल राइट कङ्ग्रेचुलेसन ल साथीहरू यस्तै छ अहिले चाहिँ साथीहरू अहिले चाहिँ बल्ल नोटिस पाएँ मैले चाहिँ मैले बाजे मानिरहेको थिएँ अङ्कलको बिहा रहेछ आज चाहिँ होइन बाजे म सबैलाई बाजे भन्दा पर्छ भनेको होइन बाबाले यता त पर्दैन होइन उतातिर त बाजे अनि भाउजूको नाम चाहिँ के अरे ए सुनिता भाउजूको नाम चाहिँ अब इजाक हाम्रो आन्टी ए अङ्कल आन्टीको बिहा चाहिँ तर उहाँहरू चाहिँ फेरि अहिले पछि अब देखाएको हुन्छ तपाईँहरू ल साथीहरू आउँदै हुनुहुन्छ दुला आउँदै हुनुहुन्छ कि दुली आउँदै हुनुहुन्छ दुला आउँदै हुनुहुन्छ होला क्रेज चाहिँ यत्तिकै बढिरहेको छ भित्र चाहिँ गीत बजाउँदै गाउँदै हुनुहुन्छ गाउनु भयो गीतहरूबाट हामी अगाडि बढाउन गइरहेका छौँ भजन 616 नम्बर गीतलाई हामी पहिला सबै मिलेर गाउनेछौँ
यहाँहरूले पनि साथ दिनु होला। गाउने छौँ एकछिन भरत गाइसकेपछि गीत गाउनु। 616 नम्बर भजन। आशिषको झरी पर्छ आशिषको झरी मेरा आत्माको भयो वचनको आशिषको झरी आशिषको झरी पर्छ आउनु भइसकेको छ साथीहरू। ल आउनु भइसक्यो आन्टी चाहिँ अङ्कल आन्टी र ब्लर आएको छ होला, राम्रोसँग भेटेको छैन होला, त्यसको लागि चाहिँ माफ पाउनु हो। हुन्छ, धन्यवाद छ। यस मण्डलीमा अथवा आज यहाँ जतिजना उपस्थित हुनुभएका पास्टर, एल्डर, डिकन, सदस्यज्यूहरू र दुवैतर्फका पाहुना दाजुभाइ दिदीबहिनीहरू र यस मण्डलीका दाजुभाइ दिदीबहिनीहरू उहाँ हुनुहुन्छ। त्यसले गर्दाखेरि हुन त तपाईँलाई एउटै प्रश्न सोध्न चाहन्छु, यो विवाह हुन सक्दैन भन्ने कुरा तपाईँ कोही हुनुहुन्छ भनेपछि तपाईँले भन्न सक्नुहुन्छ। विवाह नहुने सक्ने कारण के हुनुहुन्छ, बाइबल कारण के हुनुभएको छ। त्यस्तै गरेर चाहिँ भोलि जिन्दगीमा चल्दै जाँदाखेरि तपाईँले चाहिँ सुविधामा केही कमजोरी देख्नुभयो भने किनकि मानसिकता कहिले पनि छैन। त्यस्तो कमजोरी देख्नुभयो भने पनि त्यसलाई चाहिँ स्वीकार गर्दै उसलाई पुरा माया दिनुहुनेछ र साथमा सहयोग पनि गर्नुहुनेछ, गर्नु सक्नुहुन्छ। हुन्छ, त्यस्तै गरेर चाहिँ त्यही प्रश्न चाहिँ हाम्रो फेरि हाम्रो नानी आज दुली नानी सुनिता नानीलाई सोध्न चाहन्छु, के तपाईँ इज्जतसँग विवाह गर्न प्रथमसहित तयार हुनुभएको छ? त्यस्तै गरेर चाहिँ इज्जतमा पनि केही कमजोरी देख्नुभएको खण्डमा त्यसलाई स्वीकार गर्दै पुरा माया र साथ दिन सक्नुहुन्छ। हुन्छ, धन्यवाद छ। त्यसो हो भनेपछि अब हामीहरू विवाहको बन्धनमा बाचामा जाँदैछौँ। त्यसको लागि चाहिँ कुनै पनि अवस्थामा प्रेम गर्न र सहायता गर्नको लागि विवाहित श्रीमतीको रूपमा स्वीकार गर्दछु। हामी दुवैलाई थापाले तपाईँ इज्जत थापालाई आजदेखि उसो दुःखमा होस् या सुखमा, बिरामीपनमा होस् या आरोग्यतामा, काममा होस् या फुर्सदमा, अभाव
सङ्कटमा होस् या बेसङ्कटमा कुनै पनि अवस्थामा प्रेम गर्न र सहायता गर्नको लागि विवाहित श्रीमानको रूपमा स्वीकार गर्दछौँ। हामी दुवैलाई मृत्युले नछुटाएसम्म परमेश्वरको पवित्र अभिषेक अनुसार उहाँको उपस्थितिमा र सारा समुदायको अघि विश्वासको भाषा बाँध्दछौँ। हामीसँग धन्यवाद छ। त्यसै गरी चाहिँ नानीले पनि अब दुलहाको बायाँ हातको साइजमा उसलाई पनि लगाइदिनु छ। हुन्छ अब अघि भन्ने जस्तै गरेर चाहिँ हुन्छ अब अनि हात समात्नु अहिले यस्तै समातेको त्यस्तै ल अब चाहिँ तपाईँहरू चाहिँ के हुनुभएको छ, तपाईँले चाहिँ सबै कुरा प्रतिज्ञा पनि गरिसक्नु भएको छ। तपाईँले चाहिँ अब औँठी लगाउने काम पनि भइसक्नु भएको छ। त्यस कारणले गर्दाखेरि अधिक धन्यवाद छ। हुन्छ अब हामीहरू ताली बजाइसकेका छौँ। उहाँहरूको राम्रोसँग नानीले देख्न पनि सक्यौँ, सबैले देख्न सकेका छौँ। अहिले भर्खरसम्म चाहिँ के थियो साथीहरू मेरो पनि यस्तै गयो। आई होप छिटै होस् मेरो पनि। अनि हाम्रो अङ्कल आन्टीहरूलाई चाहिँ कङ्ग्रेचुलेसन। म अघि बोलेन, अहिले चाहिँ बोलिरहेको छु। धेरै बेसी बोल्नु हुँदैन किनकि डिस्टर्ब हुँदैछ, त्यही भएर कङ्ग्रेचुलेसन। एउटा नाच हेर्नेछौँ।
सबैलाई जय मसी। हुन्छ हामी कोइरको टिमबाट बाहिर भाउजूको दाम्पत्य जीवनमा चाहिँ परमेश्वरले धेरैभन्दा धेरै आशिष दिनुभएको होस् भनेर हामी एउटा गीत गाउन चाहन्छौँ। एउटा यतातिर हात छान्दै टक्क छोटो भाँडामा एक्लै लाभा मान्छे जस्तो छ। अनि यतातिर चाहिँ फोटो सेक्सन चलिरहेको छ। अनि आफू भने यसो ह्याप्सहरू हानौँ होइन, टक्क काँक्रा साक्रा सलादहरू। मासु चाहिँ अलिकति खासै खाएन, आज चाहिँ सलाद चाहिँ धेरै खायौँ। अनि पछि मनाउनुपर्छ, तर एक्लै खानु पऱ्यो, लाज लागेको छ। वाइल पिस आउट। यतातिर हाम्रो बाजे आउनु भइसकेको छ, फुपूहरू बाजे फुपू। हेलो, वेलकम छ तपाईँहरूलाई यसको भ्लगमा। यतातिर हुन्छ लाभ चाहिँ हामीले फोटो सेक्सन चल्छ। एकछिन फोटो सेक्सन चलेपछि चाहिँ तपाईँहरूलाई थम्बनेलमा आउनु सक्छ, बाहिर अरू स्टोरीमा पनि आउनु सक्छ है त। ल सही हो साथीहरू, ल ल।
कति छ भनेर नमस्ते सबैजनालाई नमस्ते बजेहरू बाजे नमस्ते नमस्ते कति बेलातिर आउनुभएको र हजुर हजुर 1 बजे किन आउनु भएको राउन्ड फोटो खिचौँ न त है सबैजनाको है ल नजिक बस्नु न होइन एकछिन ल ल साथीहरू आएर चाहिँ हामी फोटो सेक्सन चल्छ अनि फोटो सेक्सनमा चाहिँ भेट्नुपर्ने हुन्छ ल आउनु बसौँ न बसौँ ग्रुपिङ आलिङ के भन्छ नि ल आवर्छन् ल जाँदैछ अब त्यहाँनिर म त्यहाँनिर पछि पछि पुच्छाक बनेर जान्छु म पनि अब त्यहाँनिर जाने चाहिँ के गर्ने गएर चाहिँ के गर्ने ल हाम्रो ड्याडी पनि जानु भयो अनि हाम्रो ड्याडी जान्छ चाहिँ दादा पनि जान्छ एकछिन है ल सही हो अब जानु है ल जयमसी जयमसी सन्चै हुन्छ जयमसी कङ्ग्रेचुलेसन हस् कङ्ग्रेचुलेसन सही हो आज चाहिँ यस्तै नै भयो ल लाज लगाएर हैरान भाइहरूको फोटो दिदीभाइहरू होइन दिदीभाइहरू होइन दिदीभाइहरूको फोटो सेक्सन चल्दैछ साथीहरू अनि अब चाहिँ एकछिन दिदी मामा पनि है त ल साथीहरू ल अहिले इन्डियन लाइनमा आइसकेको छ यस्तो छ डिस्कसन चलिरहेको छ अहिले चाहिँ हाम्रो यहाँनिर सब फ्यामिलीहरूको अब टक्क फोटो सेक्सन चल्छ है अब त्यही फोटो सेक्सन टक्कै हाम्रो बजे हुनुहुन्छ यतानिर बजे हुनुहुन्छ यता फुपू हुनुहुन्छ अनि यतातिर हाम्रो बाजे हुनुहुन्छ अनि यतातिर हाम्रो बाजे ल फोटोमा त भेट्दैन होला यत्रो टाढा त भन्दा ठिक छ भेट्छ ल एउटा अब चाहिँ फोटो सेक्सन चल्छ है त ल म फोटो खिच्छु हस् ल पोस्ट ढक्क बी सेपमा ल पिस आउट हजुर यतातिर नि हुनुहुन्छ हाम्रो को हो म त चिन्दैन त फेरि ब्याग के बोल्ने भयो मलाई एक भन धेरै खुवाउन सक्दैन क्या म फोटो यहीँ छ क्या ल सही हो हाम्रो फोटो सेक्सन चलिसकेको छ अनि अब चाहिँ हामीले बिदा गर्नुपर्ने हुन्छ अनि यतातिर चाहिँ हाम्रो अङ्कल आन्टी हुनुहुन्छ खाना खाँदै हुनुहुन्छ भर्खर हामीले फोटो सेक्सन पनि चलिसकेको छ हाम्रो उहाँसँग पनि यतातिर पनि हाम्रो सबसँग चलिसकेको छ अनि अब यतातिर चाहिँ भइरहेको छ सबै इन्डिङ साइडमा आइसकेको छ है बहिनी है इन्डिङमा आयो है सक्यो कि नै खायो खाना खायो कति खायो धेरै खाएन होला हौ लजाइदिउन् यसो यो जातिहरू यतातिर नि यसो हेरिदिउँ है टक्क यतातिर पनि फोटो सेक्सनहरू चलिरहेको छ ल सो यो पिस आउट गलेङ साइडको सबजनाको बिदा भइसकेको छ यतातिर पनि बिदा हुँदैछ लास्ट इन्डिङ साइडमा ल अब सबैजना गएपछि चाहिँ हामी लास्टमा जान्छौँ है ल इन्डिङ साइडमा हस् ल बाई बाई शुभ यात्रा अनि पढाइ कहाँ पुऱ्यायो म 12 दिएर अहिले बसिरहेको छु पढाइको कहाँ